नुनो बाबाको कथा सुनेको छु। धुनो कारीले कस्ता ताडीसित मार्यो है। उताएर नि ल्याउने जाँदैबाट चोरेर ल्याउने अनि पाँचौडी श्रीमतीले अनि तिनीहरूले सल्लाह गरेर आफ्नै श्रीमतीले गहिरो खाडा खनेर धुनो कारीले मारे। नारायणसित सम्झिँदाखेरि जानुपर्छ। अनि आज नै आउँछन् दाजु भाइ छैन, भोलि नै आउँछन् दाजु भाइ छैन। अनि दाजुलाई शङ्का लागेको थियो। अनि गएरीको जल ल्याएर छर्किदिएपछि अनि भाइ तरे अरे गएरीको जल ल्याएर सत्ता लाएर उ गरे है। भारत लागालो सुने मैले के पण्डितहरूले पनि हेका मलाई जति चिन्ता पऱ्यो नि हेका छ नि त चिन्ता त मलाई कति पऱ्यो त्यसो गरेर हुन्छ अरे सुदामाले एक मुठी कन्का रित्तै जानु हुँदैन। मैले बाबागान कृष्णलाई सुदामा सँगसँगै गोठालो हिँडेका अनि मैले रित्तै जानु हुँदैन यसो केही त लिएर जानुपर्छ नि भनेछन्। अनि फेरि जहाँ चाहिँ सदैवहरू माग्ने जाने सुदामाकी नारी है। अनि फेरि त्यहाँ कोहीले ढोका लगाएर कोहीले त्यहाँ एक मुठी पन्काइ दिएछन्। अनि पन्काइ यसो लुकाएर गएछन् के कृष्ण बेटा ढोका पाले ढोकामा बसिरहेको थियो अरे। म यहाँ भेट्न आएको मलाई बाटो त्यो म जान्छु अहिले निस्किन्छु भने अरे सुदामाले कृष्णलाई भेट्न गएँ। अनि बल्ल बल्ल पालेले ढोका गरिदिएथे। अनि फेरि सुदामा भित्र पसेर अनि फेरि कृष्णको र सुदामाको कथा भए थियो। कुटु पारे अरे सुदामाले तपाईँले के खाएको के खानुभयो भने मेरो दाँत बज्या। मैले के पनि खाएको नि मेरो दाँत बज्या भने चाहिँ सुदामाले कृष्णसित निश्चय चाहिँ के ल्याक्कै होला तपाईँले भनेछन्। अनिखेर सुदामाको यसो गरेर अनिखेर पन्काएर चाहिँ अरे तँ पनि कृष्णले है पता अनिखेर दुःख पाएँ। अनि दुइटा गएछन् सुदामाका घर जाँदाखेरि अनि दुइटा पौडी बसिया चौकटी पनि राखिदिएछन्। अनि सुदामा उता नि हेर्छन् घर छैन आफ्नो घर चिनेनन् सुदामाले। अनि सुदामाको नारीले कहाँ हिँडे कता हिँडे हाम्रो घर यो दरबार जस्तो बनेछ अरे नि सुदामाको घर कता हिँडे कहाँ हिँडे हाम्रो घर त यो भनिछन् सुदामाका नारीले। अनि फेरि सुदामाको आफ्नै घर आएर बसेछन्। त्यस्तो तँ पनि सबै सम्झिएको थियो मैले नारायण भगवान् हरे श्री। अन्त गएरीको तीर्थ पनि नयाँ काशीको तीर्थ पनि नयाँ रिडी गङ्गानी नयाँ वृन्दावनको यमुना गङ्गानी नयाँ सबै गङ्गानी आएको छ। बानीसँगै जानुभयो बा पनि जानुभएको बाले 4 रोटी